कार्की आयोगको प्रतिवेदनले दिएको 5वटा मुख्य सुझावहरू के छन् भन्ने विषयमा कुरा गर्नु पर्दाखेरि सुरुमा सामाजिक सञ्जाललाई व्यवस्थित गर्न स्पष्ट कानुन बनाउने र भ्रामक सूचना रोक्न साइबर ब्युरोको क्षमता बढाउने भनेर पहिलो सुझावको रूपमा छ। त्यसैगरी अर्को चाहिँ के छ भन्दाखेरि न्यायाधीश नियुक्ति प्रक्रियालाई दलीय प्रभावबाट मुक्त र पारदर्शी बनाउने तथा मुद्दा छिटो टुङ्गाउन न्यायाधीश र कर्मचारीको सङ्ख्या बढाउने भनेर अर्को सुझाव छ। त्यसैगरी अर्को चाहिँ चुनावलाई कम खर्चिलो बनाउन ई भोटिङ सुरु गर्ने र विदेशमा रहेको नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउने। त्यसैगरी अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ संहिताको मर्मअनुसार नयाँ नेपाल प्रहरी ऐन तुरुन्त जारी गर्ने र प्रहरीलाई आधुनिक प्रविधि र साधन स्रोत सम्पन्न बनाउने। र अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षेत्र स्पष्ट पार्ने र स्थानीय प्रशासन ऐन 2028मा सुधार गरी सुरक्षा निकायको परिचालनलाई प्रभावकारी बनाउने भनेर यसरी जेनजी आयोगको प्रतिवेदनमा लेखिएको छ। योभन्दा बाहेक अरू धेरै सुझावहरू पनि छन्, त्यो विषय चाहिँ मैले योभन्दा अन्य भिडियोहरूमा लिएर आउँछु।